यो सबैजना घुम्ने सिंगल गएको फ्यामिली वालाको लागि यता जान मिल्ने अब सिंगलको लागि जान नमिल्ने हो। त्यहाँबाट हामी अर्को साइडतिर लाग्यो फेरि अर्को साइडतिर लाग्यौँ। त्यस्तै गर्दै अब फेरि यता लास्ट भिडियो बनाउनु पर्यो भिडियो गराउने भन्ने कुरा। ल ठिक छ त भनेर म चाहिँ यता भिडियो निकाल्न थालेँ। फेरि प्लेनको उता साइडमा गएर म भिडियो बनाउँछु फोटो खिच्दै गरौँ भनेर सबैजनाले फोटो खिच्ने म चाहिँ भिडियो गराउन नसोध्ने। म यता भिडियो गराउन बिजी छु उता फोटो खिच्नमा बिजी। त्यस्तै गर्दै हामी अगाडि बढ्यौँ। फेरि अगाडि जानु पर्यो भनेर ठिक छ अगाडि बढ्यौँ। यहाँ फोटो खिच्नेले फोटो खिचाइ भइरहेछ, नखिच्नेले चाहिँ भिडियो गराइ भइरहेछ। मिराकल गार्डन घुमेको राम्रोसँग। गर्मी अलिअलि गर्मी त गर्मी नै थियो त्यतिखेर पनि। खुलेको भर्खरमै हामी गएका थियौँ। अनि यहाँ चाहिँ फोटो खिच्ने सबैले। म चाहिँ यता चारैतिरको के कस्तो भइरहेछ भन्ने नजारा देखाइरहेको छु यताउति। अनि यता साइडमा आइसकेपछि यतापट्टि अब अरूजना चाहिँ फोटो खिच्नमा बिजी, म चाहिँ यता भिडियो बनाउनु बिजी। अनि त्यसपछि म चाहिँ अझै अगाडि बढेँ। त्यसपछि थोरै म पनि देखाउन त भनेर म देखिदिएको। अनि यहाँ चाहिँ भिडियो खिच्ने फोटो खिच्ने सबैजनाले ग्रुपमा भन्ने कुरा आयो। सबैजना आफ्नो आफ्नो तालमा बिजी। यता चाहिँ पानी छर्किरहेको म चाहिँ यता देखाउन थालेँ पानी अनि फुल सबैलाई देखाएर यता साइडमा जान्छु भनेर म उता साइडमा गएँ अगाडिको। अनि यता पानी फाल्ने चाहिँ यो देखाउँछु भनेर यता देखाएर फेरि यता अब यता फोटो खिचाइ भइरहेछ। फेरि सबैजना यता फोटो खिच्ने गरी सिंगल त्यहाँबाट बिचमा म पनि खिचौँ न त भनेर म आएर एकचोटि फोटो खिचेको। त्यहाँबाट म चाहिँ अगाडि बढेँ, अगाडि गएँ। अगाडि यता घुमेर सक्यो भनेर अर्को साइडमा जाने भनेर म चाहिँ घुमेँ। अनि थोरै म पनि देखिउँ न त भनेर अगाडि यता फेरि भिडियो बनाउने हिँडेर। ठिक छ यता भिडियो बनाइदिउँ। यता यो चाहिँ पानीले घुमाइरहेछ। पानी तलबाट पानी भरेर माथि गएर पानी फाल्ने, तलबाट गएको पानी यो पनि माथि। यतातिर चाहिँ एकदम शान्त वातावरण छ बस्नलाई खानलाई। फेरि मेरो पालो आयो, म चाहिँ एउटा भिडियो गराउनु त हिँडेर भनेर क्यामेरा त दिएर म चाहिँ यता भिडियो गराउँछु। अनि यता पनि फेरि भिडियो फोटो भइरहेछ अलग्गै। म यता आफ्नै पारामा भिडियो बनाइरहेछु। हिँड्न पनि जान्नु छैन, त्यसै रहर मात्रै त भइहाल्यो। रहरको पछाडि कहर लागिहाल्छ नि। अनि त्यहाँबाट फेरि भान्जाले यता भिडियो गराउने भनेर उता स्लो मोसनमा भिडियो भइरहेछ छाताको मुनि। अनि म पनि हल्का साइडबाट देखाइदिन्छु भनेर यता म देखाइदिएको सबैजनालाई। अनि फेरि म पनि देखिउँ नि त एकपटक भनेर म पनि देखिदिएको। अगाडि बढेपछि सबैजना अगाडि हिँडेपछि म पनि अगाडि हिँडेँ। अनि त्यो रुखको पनि काटेर खोलाको गेट नम्बर 3बाट आउने यता चाहिँ हामी बन्द भइसकेको थियो हामीलाई। अनि म पनि हात्तीलाई देखाइदिउँ न त भनेर हात्ती देखाइदिएको। अनि यो रेस्टुरेन्ट यता साइडमा चाहिँ फेरि भान्जाले म पनि एउटा भिडियो गराउँछु भने ल ठिक छ त भान्जाले पनि भिडियो बनाउने गऱ्यो। म माथि गएर फेरि माथि देखाइदिएँ। हात्ती तलबाट राम्रोसँग देखिएन। अनि म माथि जान्छु भनेर माथि गएर देखाएँ। हात्ती आयो, ग्रिन हात्ती, हरियो हात्ती। अनि त्यहाँबाट यता चाहिँ आफ्नो भिडियो भइरहेछ, आफ्नै पोज भइरहेछ। म चाहिँ हात्तीलाई देखाउन छोड्दिनँ। फेरि
त्यहाँबाट आयो म चाहिँ फाइनली यता घडी भएको ठाउँमा। म चाहिँ यता घडीलाई देखाउन थालेँ अनि अरू सबैजना फोटो खिच्नमा बिजी। म चाहिँ घडी देखाउन नछोड्ने, फेरि घडी देखाउँदैछु। फेरि कता यो के हो हरियो पात भन्दै म चाहिँ यस्तो हरियो पातमा बस्थ्यौँ न त भनेर यता हरियो पातमा बस्न आएको। अनि त्यहाँबाट थोरै बैठेर फेरि यता ठुलो हरियो पात छ, यो चाहिँ बस्नको लागि बनाएको। यता फेरि फुल छ, यता फुलको बगैँचा देखाउँदै म अगाडि बढेर यता फेरि माथि उक्लिनलाई खोजेको। फेरि म यता फुल देखाउँछु भनेर फेरि यता फुल साइडमा गएँ। फुल साइडमा गइसकेपछि फेरि फाइनली म यता साइडमा आइहालेँ। फुल साइड त्यहाँ देखाएर यता लभको चिन्ह भएकोमा गेटको अगाडि म चाहिँ यता अरू सबैजना उता फोटो खिच्ने उता बिजी छ सबैजना है, बिजी। म चाहिँ यता एक्लै हिँड्न नछोड्ने। सबैजनाले आफ्नो फोटो खिचिसक्यो लगभग। अनि त्यहाँबाट अब म चाहिँ एक्चुअली माथि जानु पर्यो भनेर सोचिरहेको छु। अब सबैजनालाई तल छोडेर एक्लै पनि के जानु माथि टपमा भनेर सबैजनालाई जाऊँ भन्ने कुरा गर्दै राख्दैछु म यता। अनि त्यसपछि यता फुलको बगैँचा, अर्को फुलको बगैँचा बनाउनु, फेरि फुलको बगैँचा देखाउन नछोड्नेमा माथि जानलाई माथि राम्रो छ भनेर माथि देखाइरहेको छु, माथिको साइड देखाइरहेको छु म सबैजनालाई। अनि सबैजना अनि भान्जाले यता भिडियो बनाउने, ल ठिक छ त म यता अगाडिको देखाउँछु भिडियो बनाउँदै गरौँ भनेर म चाहिँ अगाडि बढेपछि मलाई चाहिँ माथि जान मन लागिरहेछ खुब। सबैजनालाई जाउँ भन्ने कुरा गर्दैछु, म माथिको लागि रिक्वेस्ट गर्दैछु। अनि त्यसपछि हामी माथि जाने कुरा हुन्छ, बिस्तारै माथि जाने कुरातिर लाग्ने हो कि भनेर म चाहिँ सोधिरहेको छु। माथि जाउँ, माथिबाट एकचोटि यसो घुमेर आइहालौँ भन्ने कुरामा अब म चाहिँ जाने हो भन्दैछु माथिको लागि। सबैजना माथि जाने अनि त्यसपछि एकचोटि तल झर्ने। अब माथि आइयो फाइनली, म भिडियो बनाउँदैछु, यता फोटो भइरहेछ टपमा आएर मिराकल गार्डनको सबै यो चारैतिरको नजारा भान्जाले चाहिँ पोज। त्यसपछि